राम नाम भजले राम नाम सुखधाम भजले राम नाम सुखधाम भजले राम नाम सुखधाम। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल केन्द्र भट्स। आज हामी आइपुगेको छौँ पश्चिम बङ्गालको जलपाइगुडी जिल्लाको मैनागुडीमा रहेको प्रसिद्ध जलपेश मन्दिरमा। भगवान शिवप्रति आस्था राख्ने भक्तहरूका लागि यो ठाउँ केवल एउटा मन्दिर मात्र होइन, यो आस्था, इतिहास र परम्परासँग जोडिएको एउटा महत्त्वपूर्ण धार्मिक स्थल हो। यहाँ भगवान शिवलाई जलपेश्वरको रूपमा पूजा गरिन्छ। मन्दिरभित्र रहेको शिवलिङ्ग र भक्तजनहरूले विशेष श्रद्धाका साथ दर्शन तथा पूजा गर्ने गर्छन्। त्यसैले आजको भिडियोमा हामी जान्नेछौँ जलपेश मन्दिरको इतिहास के हो, यहाँको धार्मिक महत्त्व के छ र जल चढाउने परम्परा किन महत्त्वपूर्ण छ र किन हरेक वर्ष हजारौँ भक्तजन यहाँ आइपुग्छन्। आउनुहोस् सुरु गरौँ हाम्रो आजको यात्रा। जलपेश मन्दिर मैनागुडी जलपाइगुडी जिल्ला पश्चिम बङ्गालमा अवस्थित एउटा प्राचीन शिव मन्दिर हो। मैनागुडी क्षेत्रबाट मन्दिरतर्फ पुग्न सकिन्छ र यो स्थान उत्तर बङ्गालको धार्मिक तथा सांस्कृतिक यात्रामा महत्त्वपूर्ण गन्तव्यको रूपमा चिनिन्छ। मन्दिर भगवान शिवलाई समर्पित छ र यहाँको मुख्य आराध्य देवतालाई जलपेश्वर अर्थात् शिवको स्वरूपका रूपमा पूजा गरिन्छ। मन्दिर वरिपरि रहेको प्राकृतिक वातावरणले पनि यहाँको यात्रालाई अझ विशेष बनाउँछ। शान्त वातावरण, हरियाली र भक्तजनहरूको धार्मिक माहौलले यहाँ पुग्ने जो कोहीलाई फरक प्रकारको आध्यात्मिक अनुभूति गराउँछ। अब कुरा गरौँ जलपेश मन्दिरको इतिहासको। जलपेश मन्दिरको उत्पत्तिबारे विभिन्न ऐतिहासिक तथा स्थानीय स्रोतहरूमा फरक विवरण पाइन्छ। पश्चिम बङ्गाल पर्यटनको विवरणमा यस क्षेत्रको मन्दिरको इतिहासलाई निकै पुरानो मानिन्छ र प्राचीन कालसँग जोडिएको कथावस्तुको प्रस्तुत गरिएको छ। अर्कोतर्फ मैनागुडी नगरपालिकाको विवरण अनुसार अहिलेको जलपेश मन्दिरको इतिहास कुचबिहारको विश्व सिंहसँग जोडिएको छ। उक्त विवरण अनुसार विश्व सिंहले सन् 1524मा मन्दिर स्थापना गरेका थिए। त्यसपछि उनका छोरा महाराजा नारायणले सन् 1563मा मन्दिरको पुनर्निर्माण गरे। पछि राजा प्राण नारायणको समयमा फेरि मन्दिरको पुनर्निर्माण गरेको उल्लेख पाइन्छ। यसरी हेर्दा जलपेश मन्दिर केवल धार्मिक स्थल मात्र नभए उत्तर बङ्गालको राजकीय तथा सांस्कृतिक इतिहाससँग पनि जोडिएको देखिन्छ। समयसँगै प्राकृतिक प्रकोप तथा अन्य कारणले मन्दिरमा क्षति पुगेको र विभिन्न समयमा यसको संरक्षण तथा पुनर्निर्माण भएको विवरण पनि पाइन्छ। त्यसैले आज हामीले देखिरहेको मन्दिरको स्वरूप पछाडि धेरै पुस्ताको इतिहास र संरक्षणको कथा जोडिएको छ। जलपेश मन्दिरको सबैभन्दा महत्त्वपूर्ण धार्मिक पक्ष भनेको यहाँ रहेको शिवलिङ्ग हो। मैनागुडी नगरपालिकाको विवरणमा यो शिवलिङ्गलाई अनादि नामले उल्लेख गरिएको छ। अनादि अर्थात् जसको आदि वा सुरुवातको निश्चित सीमा छैन भन्ने धार्मिक भावनासँग यो नाम जोडिन्छ। भक्तजनहरू भगवान शिवलाई जल, बेलपत्र तथा अन्य पूजा सामग्री अर्पण गरेर आफ्नो श्रद्धा व्यक्त गर्छन्। नम पार्वती पति हर 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 महादेव, जय शिव शम्भु। जय शिव शम्भु। जलपेश मन्दिरको दर्शनपछि हामी आइपुगेको छौँ सिलगढीको सेवक रोड स्थित शिव मन्दिरमा। यो मन्दिर पनि प्राचीनकालीन मन्दिर हो। भक्तजनहरूको यहाँ पनि आस्था विश्वास त्यतिकै रहेको छ जतिको अरू मन्दिरहरूमा। धार्मिक आस्था हरेक व्यक्तिको आफ्नो विश्वास हो, तर यस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरूले हाम्रो समाजको इतिहास, परम्परा र संस्कृतिलाई पुस्तौँदेखि जोगाएर राखेका हुन्छन्। त्यसो भए साथीहरू, आजको हाम्रो यात्रा यतिमै समाप्त हुन्छ।
यदि तपाईँ पनि मैनागुडीको जलपेश मन्दिर सिल्क रोड छेउको शिव मन्दिर आउनुहुन्छ भने यहाँको धार्मिक वातावरणसँगै यसको इतिहास र सांस्कृतिक महत्त्वलाई पनि बुझ्ने प्रयास गर्नुहोस्। मन्दिर परिसरमा सफाइ कायम राखौँ, धार्मिक वातावरणको सम्मान गरौँ र मन्दिरका नियमहरूको पालन गरौँ। मन्दिरको आधिकारिक वेबसाइटले पनि परिसरमा शान्ति र अनुशासन कायम राख्न आग्रह गरेको छ। यदि तपाईँलाई आजको भिडियो मन पर्यो भने लाइक, शेयर र सब्सक्राइब गर्नु नभुल्नुहोला। यस्तै धार्मिक, ऐतिहासिक र घुम्नलायकको ठाउँहरूको भिडियोको लागि हाम्रो च्यानलसँग जोडिरहनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। हर हर महादेव। ओम नमः शिवाय। नमः पार्वती पति हर 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 महादेव। आफ्नो ख्याल राख्नुहोला, साथै आफ्नो परिवारको पनि ख्याल राख्नुहोला। धन्यवाद। यहाँ पूजा गर्न आउने मानिसहरूको भावना एउटै हुन्छ, मनमा श्रद्धा, भगवानप्रति विश्वास र जीवनमा सुख शान्तिको कामना। अब आउनुहोस् हाम्रो भिडियोको सबैभन्दा महत्त्वपूर्ण विषयतर्फ, जल चढाउने परम्परा। भगवान शिवलाई जल अर्पण गर्ने परम्परा हिन्दू धर्ममा विशेष महत्त्व राख्छ। विशेष गरी श्रावण महिनामा शिव मन्दिरहरूमा भक्तजनहरूको ठुलो भिड देखिन्छ। जलपेश मन्दिरमा पनि श्रावणी मेलाको समयमा ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्छन्। मन्दिरको आधिकारिक वेबसाइटले पनि श्रावणी मेला र महाशिवरात्रिलाई यहाँका प्रमुख धार्मिक अवसरका रूपमा उल्लेख गरेको छ। धेरै भक्तजनहरू टाढा टाढाबाट यात्रा गरेर यहाँ आइपुग्छन्। कसैले परिवारको सुख शान्तिको लागि पूजा गर्छन्, कसैले आफ्नो मनोकामना पुरा होस् भनेर प्रार्थना गर्छन् र कसैले केवल भगवान शिवप्रति आफ्नो श्रद्धा अर्पण गर्न यहाँ आउँछन्। त्यसैले यहाँ चढाएको जल केवल पानी होइन, भक्तको विश्वास र भावनाको प्रतीक हो। जलपेश मन्दिरमा वर्षभरि नै भक्तजनहरू आउने गर्छन् र श्रावणी मेला र महाशिवरात्रिको समयमा यहाँको वातावरण अझ विशेष हुन्छ। मैनागुडी नगरपालिकाको विवरणअनुसार श्रावणी मेला सामान्यतया जुलाई अगस्ततिर र जलपेश मेलाको उल्लेख फेब्रुअरी मार्चको अवधिसँग जोडिएको छ। महाशिवरात्रिको समयमा भगवान शिवको पूजा गर्न ठुलो सङ्ख्यामा श्रद्धालुहरू यहाँ आउने गर्छन्। घन्टीका आवाज, पूजा सामग्री, सुगन्ध, भक्तजनहरूको भिड र हर हर महादेवको जय घोषले सम्पूर्ण वातावरण भक्तिमय बनाउँछ। यही धार्मिक वातावरणले जलपेशलाई उत्तर बङ्गालका महत्त्वपूर्ण शिव तीर्थहरूमध्ये एक बनाइएको छ। जलपेश मन्दिरको अर्को आकर्षण यसको वास्तुकला पनि हो। मैनागुडी नगरपालिकाको विवरणमा मन्दिरको वास्तुकला इस्लामिक वास्तुकलासँग मिल्दोजुल्दो शैली भएको उल्लेख गरिएको छ। यसले उत्तर बङ्गालको इतिहासमा विभिन्न सांस्कृतिक प्रभावहरू कसरी एकअर्कासँग जोडिएको थिए भन्ने कुरा बुझ्न पनि मद्दत गर्छ। मन्दिरको बाह्य संरचना, यसको शिखर र वरिपरिको धार्मिक वातावरणले यहाँ आउने पर्यटक तथा भक्तजन दुवैलाई आकर्षित गर्छ। जलपेश मन्दिरको यात्रा केवल मन्दिरभित्र पुगेर समाप्त हुँदैन। मन्दिर वरिपरि बजार, पूजा सामग्री पसलहरू, स्थानीय मानिसहरूको जीवनशैली र मेलाका वातावरणले यो यात्रालाई अझ विशेष बनाउँछ। विशेष पर्वको समयमा यहाँ आउने भक्तजनहरूका कारण स्थानीय क्षेत्रमा पनि चलफल बढ्छ। यसरी एउटा धार्मिक स्थलले स्थानीय संस्कृति, व्यापार र पर्यटनसँग पनि सम्बन्ध बनाएको देखिन्छ। त्यसैले जलपेश मन्दिर धार्मिक आस्थाको केन्द्रसँगै उत्तर बङ्गालको सांस्कृतिक पहिचानको एउटा हिस्साको रूपमा पनि हेर्न सकिन्छ। आज हामी पनि भगवान जलपेशको दर्शन गर्न यहाँ आएको छौँ। यात्राको क्रममा देखिने हरियाली, बाटोको वातावरण, अन्त्यमा देखिने मन्दिरको दृश्यले मनलाई एक प्रकारको शान्ति दिन्छ। मन्दिरमा पुगेर भगवान शिवलाई जल अर्पण गर्दा मनमा एउटा भावना आउँछ, हे भगवान सबैको जीवनमा सुख शान्ति र समृद्धि रहोस्।